Hello guys, we are back to three brothers football, talking about Nepali career in football. डिग्री पनि बाले भएन सुनिरहनु। आज चाहिँ यो भिडियो बनाइरहेको कारण हो योपालिको वर्ल्ड कप कसले जित्छ भनेर बनाएको। जस्तै ऊ ब्राजिलियन फ्यान, ऊ पोर्चुगिज फ्यान। मेरो त अब छैन, मेरो फेभरेट टिमै खेला छैन के, बालेनको डायलग चोर्या मैले चाहिँ। ल आजको यो भिडियोको सुरुवात चाहिँ सङ्गम भाइले गर्छ है त। ल सङ्गम भाइ, तिम्रो ओपिनियनमा कसले जित्छ योपालि? ल के कारणले चाहिँ त्यसले जित्न हल्का मिल्छ? के कारणले तिनीहरूले जित्दा तिनीहरूलाई राम्रो हुन्छ? राम्रो हुन्छ। अब जस्तो प्लेयर, तिनीहरूको लाइनअप, तिनीहरूको टिम, तिनीहरूको कोच, तिनीहरूको पास्टको गेमहरूले, फ्रेन्डली गेम, रिसेन्ट भएको फर्स्ट गेमहरूले कसरी चाहिँ टिम भन न। मलाई आश्चर्य लाग्छ कि जापान नेपाली खतरा खेलिरहेछ। टुनिसियालाई आज 4-0 हान्दियो। नेदरल्यान्डले नि हिजो अचम्म खेल्दियो। अचम्म त खेला 5-1 हाने। 5-1 हान्दियो स्विडेनलाई। त्यसैले मेरो विचारमा फ्रान्सले जित्छ। ल सन्देश भाइ, किनकि फ्रान्सको टिम एकदमै स्ट्रङ पनि छ। कसरी छ स्ट्रङ? कसरी छ? डिजिरे डोए, एम्बापे, डेम्बेले, बार्कोला, ओलिसे, अट्याकरमा 5 जना वर्ल्ड क्लास। जुन टिम राम्रो हुन्छ नि त्यसले जित्छ भने इतिहासमा छँदै छैन। फ्रान्सको अट्याकिङ छ, मिड खोइ छ मान्छु म। अस्ति त्यत्रो अफ्रिकाको टिमले पेल्दिरहेको 2-1 अनि त्यस्तो फ्रेन्डलीमा त्यस्तो खाइसकेपछि हारिहाल्यो। हान्दियो त ल 3-1। एम्बापेले 2 गोल, ओलिसेले कस्तो खेल्यो, म्यान अफ द म्याच त हो। जहाँ अब त्यो मुख छोपेर ग्राउन्ड पुज्दै हिँड्नेलाई के काम हो त्यस्तो। ल सन्देश भाइ, फ्रान्सको हेटर है यो मान्छे, फ्रान्सको हैन निलै छु म। यसलाई भन न, नेपाली छ त। म चाहिँ ब्राजिल सपोर्टर। ऊ चाहिँ ब्राजिल सपोर्टर। किन जित्नु पर्छ ब्राजिलले? किनकि ब्राजिलले जित्दै थाहा। मेरो ओपिनियनमा हुन त नेपालले जित्नुपर्ने हो, तर छैन। तर योपालि जित्छ चाहिँ पोर्चुगलले जित्छ। ल क्या बोल्यो मैं, पोर्चुगलले जित्छ। 3टा कारण भनौँ। एउटा डियागो जोटा गयो, एउटा डियागो जोटै छ टिममा। पोर्चुगल मात्र फर्स्ट टिम हो जुन 28वटा प्लेयर लिएर गइरहेको वर्ल्ड कप खेल्न। अब हेर रोनाल्डो, पोर्चुगलको मर्जी के को मर्जी, मलाई बाल जित्ने पोर्चुगलले नै हो। अब पोर्चुगलले होइन फर्स्टमा फिनिस गर्न नसके पनि सेकेन्डमा गर्छ क्या। त्यो मेसीलाई त पेलिहालिन्छ नि क्वार्टर फाइनलमा भेट्यो भने त। 10-0 हान्छ नि मेसीलाई। यो बेला ब्राजिल आओस् न, ब्राजिल सेमी फाइनलमा आओस्, पोर्चुगलले 15-0 हानेर पठाउँछ ब्राजिललाई। यो फ्रान्स फेरि बिचमा चुप लगाएर बसिरहेको, बोल्न सक्दैन। एउटा म पोर्चुगल सपोर्टर हो, तर फ्रान्सले जित्छ जस्तो लागिरहेछ मलाई। नर्वेले पास टु हल्यान्ड गर्यो भने नर्वेले उठाउँछ योपालि। त जित्ने चाहिँ नेपालले नै हो। भ्यालेन्सियागा। ल अब कुरा गरौँ। यो चाहिँ नि योपालि अब कुरा गरौँ राउन्ड अफ 32 मा को पुग्छ। ल राउन्ड अफ 32 मा ल ग्रुप, तर अब त धेरै टिम पुगी पनि सक्यो। 3टा टिम त पुगिसक्यो। एउटा युएसए, जर्मनी अनि कुन मेक्सिको। ल अब अर्को सेकेन्ड चाहिँ लाग्छ मलाई साउथ कोरिया पुग्छ एउटा। नर्वे त फिक्सै भइसक्यो। नर्वे र फ्रान्स त पुगि नै हाल्छ राउन्ड अफ 32 मा त। पोर्चुगल, कोलम्बिया, अर्जेन्टिना, अस्ट्रेलिया, युएसए त भइ नै सक्यो। अब कुन हुन्छ अझै? मेरो विचारमा फ्रान्स त पुगि नै हाल्छ। सेनेगल पनि पुग्छ योपालि। नर्वे पनि पुगिहाल्छ। सेनेगलको भर्खर एक गेम भइरहेको। अब अर्को गेम कोसित छ सेनेगलको नर्वे होइन जोसुकैसँग होस् नि, तर जित्ने चाहिँ पोर्चुगल हो, जेसुकै होस्। एउटा पोर्चुगल पुग्छ राउन्ड अफ 32। कोलम्बिया अनि डिआर कङ्गो पुग्छ कि थाहा छैन। डिआर कङ्गो त चान्सै छैन। कोलम्बिया र अब उयो बाँकी छ नि त डिआर कङ्गोको लागि त। कोलम्बिया भर्सेस युजबेकिस्तान पनि त बाँकी छ नि त। तुर्की आउट भइसक्यो। त्यस्तो फर्स्ट एलिमिनेसन टिम के, त्यस्तो धुमधामसँगले आएको टिम छैन अब योपालि। खोइ तुर्की। ब्राजिलको पनि चान्स देखा छैन है। एक गेम जित्यो, एक गेम ड्र, एक गेम जित्यो। यो अब लास्ट गेम चाहिँ जसरी पनि जित्नुपर्छ ब्राजिलले, नत्र त अब पोर्चुगलको जर्सीमा एउटा नि तारा छैन, त्यही नै भुकिरहेछ। हेरौँला नि अब
तारा भएको टिमले चाहिँ के चाहिँ गर्न सक्यो र त्यही भने यार जापानले 3-2 पेल्दिरहेको थियो के भन्नु अब ताते फ्रेन्ड त्यो रोनाल्डो अगाडि झुकेर मात्रै बस्ने हो थर्ड क्वेसन है त तिम नेपाल कहिले वर्ल्ड कपमा पुग्न सक्ला हेरौँ न। ल तिमीलाई के नेपाल पुग्ला वर्ल्ड कपमा कहिले पुग्न सक्छ पुग्दा हाम्रो कस्तो तरिकाले 2050 कस्तो खेल्यो भने चाहिँ पुग्छ कस्तो खेल्नु केमा सुधार हुनु पर्यो पहिला त के रे के भन्छ त के गेम हो केमा खेलाउनु पर्यो नेपाल नेपाल खेल्न त खेलिरहेको त नेपाल नेपाल पहिला भ्रष्टाचार हटाउनु पर्यो त्यहाँ एन्फाबाट जस्तै प्लेयरहरू डोना थापा 81 हरायो अब डोना थापाको भाइले नेसनल खेल्न पाउँदैन विमल घरती खै त के रे त्यो विमल घरती अब यो मैले अनमोल केसी भने केपी ओली बालेन भन्दै हिँडा मैले गरेँ यिनीहरूले त छुट्यो पाडे हो पाँडे पाँडे धतुरी यिनीहरूले यो त के भयो एउटा उयो फिल्मिङको लागि बनाएको चिजहरू हो। हामी छौँ हामीलाई खेल्न दिनु न ब्यालेन्सिएगा स्पोन्सर बाई ब्यालेन्सिएगा तर होइन यिनीहरूको गेम हेर्नु यिनीहरूले होइन हाइलाइट हेर्नेमा हामी पनि पठाउँछौँ होइन तर नेपालमा करियर सुध्रिन भने 3 तरिकाले हो के एउटा एन्फालाई हटाएर अर्को ल्याउनु पर्यो एसोसिएसन फुटबलको शिक्षा मन्त्रीले र खेलकुद मन्त्रीले अब खेलकुदतिर बढी ध्यान दिनु पर्यो जस्तै यो बहिनीले यहाँ बाहिरबाट हामीलाई हेरोस् हामी पनि हेर्छौँ त्यस्तै नि गेम उनीहरूले पनि खेल्छन् हामीले युजाबेकिस्तान होइन नेपालभन्दा सबसे तलको ऱ्याङ्क हो भाइ ओइ युजाबेकिस्तान नि पहिला नेपालभन्दा तलको र्याङ्कको टिम हो क्या तर योपालि अब युजाबेकिस्तान सिलेक्ट भयो नेपाल अब तर अर्को पालि फिफाले के गर्छ भनेर 2030 मा अब त्यो र्याङ्क वाइज क्वालिफाई गराउने भनेर तर हेरौँ योपालि अब के चाहिँ हुन्छ कसले चाहिँ जित्ला तर मेरो प्रेडिक्सन योपालि पोर्तुगाल जिन्दाबाद बिचै भिडियो बिगार्नु चाहिँ यो चुहाएको क्या ल आजको भिडियो यहीँ सिद्धिँदैन अझै 1-2 शब्द बाँकी छ मेरो भाग्नेर आउँछ यहाँ उदय भाइको शब्दहरू केही बाँकी छन् जित्ने ब्राजिल हो यसलाई चाहिँ ब्राजिल ए भन न जसुकै जुदिन बिचमा आउने नर्वे नै हो ओइ सुन्दै ल भिडियो भाइरल हुन्छ भन न भन ब्राजिल हो के लाग्छ तपाईँहरूलाई कसले जित्ला त मेरो प्रेडिक्सन मैले नि जित्ने हो नेपाल जित्छ हो नेपालले यस्तै तालले गरिरह्यो भने त फुटबलतिर फोकस दिएन भने नेपालले अब आउने अब यो 20-30 वर्षमा पनि केही गर्न सक्दैन होइन त यता ल आज यति भन्दै मेरो भिडियो चाहिँ यहीँ सिद्धिन आँटा यहाँ आएर यो पोडकास्ट गर्न मान्छे बस्या मान्छे यस्तो छ हालत कसरी भन्छ त भिडियो यहाँ भिडियो बनिरहेको छ तर सब्सक्राइब टु 3 ब्रदर्स फुटबल क्लब होइन एन्ड युट्युब च्यानल बाई बाई हो एकछिन न भन न यिनीहरूकै त चल्ने ए केही काम छैन होइन यस्तै भिडियो हेर्नको लागि चाहिँ सब्सक्राइब गर्नु फलो गर्नु अनि अरू बेला नहेर्नु त्यही भन्न चाहन्छु ल भाइ धन्यवाद